क्रिस्टोफर नोलेनको द ओडिसी भन्ने मुभी आइसकेपछि एउटा टपिक चाहिँ निकै चर्चाको विषय बन्न पुगेको छ। त्यो हो आइम्याक्स। आखिर के हो त यो आइम्याक्स भनेको? धेरैजनाले अब नेपालमा पनि आइम्याक्स ल्याउनु पर्यो भनेर डिमान्ड गरिरहेको देखिरहेको थिएँ मैले, जुन चाहिँ अहिलेको टाइममा नेपालको लागि यो चाहिँ असम्भव कुरो हो। किन असम्भव त भन्दाखेरि चाहिँ तपाईँहरूले यो भिडियो हेरिसकेपछि पक्कै पनि थाहा पाउनु हुनेछ। अब इन्डियाकै कुरा गरौँ, सायद तपाईँहरू धेरैलाई नै थाहा होला, इन्डियामा यो आइम्याक्स भनिएको थिएटर्सहरू धेरै नै छन्, सायद 30-35 वटा होला। तर तपाईँहरूमध्ये एकदमै कमलाई मात्र थाहा होला इन्डियामा रियलवाला आइम्याक्स 70mm थिएटर एउटा मात्र छ। तर त्यहाँ चाहिँ यस्तो कमर्सियल फिल्महरू चाहिँ लगाउँदो रहेनछ, डकुमेन्ट्रीहरू मात्र देखाउँदो रहेछ त्यो थिएटरमा। फिल्महरू किन नदेखाएको भन्दाखेरि चाहिँ यसको रिजन सिम्पल छ। यो आइम्याक्सको लागि चाहिँ यो फिल्महरू एकदमै थोरै मात्र बनिरहेको हुन्छ क्या, सायद वर्षमा एउटा दुईटा मात्र बनिरहेको हुन्छ विश्वभरिबाट। अनि अर्को रिजन भनेको चाहिँ त्यो थिएटर अहमदाबादको साइन्स म्युजियममा छ त्यो थिएटर नै, अनि एजुकेसनल एरिया पर्यो, त्यही भएर पनि त्यहाँ खासै फिल्म लगाउँदैन। लगाए पनि त्यही डकुमेन्ट्रीहरू लगाउने हो, अनि एजुकेसनल टाइपको कन्टेन्टहरू त्यस्तै मात्र लगाएको हुन्छ त्यहाँ। अब इन्डियामा रियलवाला आइम्याक्स थिएटर एउटा मात्र रहेछ भनेपछि त्यो बाँकी आइम्याक्स भनेको थिएटरहरू के हो त, स्क्याम हो त? होइन, त्यो थिएटरहरूलाई चाहिँ अहिले तपाईँहरूले सेकेन्डरी आइम्याक्स भनेर बुझ्दा हुन्छ। आइम्याक्स कम्पनीबाट सर्टिफिकेसन पाएको भएर चाहिँ ती थिएटरहरूले आफूलाई हामी पनि आइम्याक्स हो भनिरहेका हुन्। आखिर के चाहिँ डिफ्रेन्स छ त रियलवाला आइम्याक्स 70mm थिएटर र अर्को सेकेन्डरीवाला आइम्याक्स थिएटरमा? नर्मल्ली सुरुमा हामीले देख्ने डिफ्रेन्ट भनेको एस्पेक्ट रेसियो हो। ठ्याक्कै मलाई अहिले रेसियो नम्बरहरू त याद भएन, तर तपाईँहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ। रियलवाला आइम्याक्स 70mm क्यामेराबाट खिचिएको फुटेजको एस्पेक्ट रेसियो चाहिँ अलिक ठुलो हुन्छ, तपाईँहरूले स्क्रिनमा देखिरहनु भएको होला। हामीले नर्मल्ली हेर्ने यो फिल्महरूको एस्पेक्ट रेसियो भन्दा त्यसको हाइट चाहिँ अलिक ठुलो हुन्छ क्या, अनि त्यही भएर चाहिँ यो रियलवाला आइम्याक्स थिएटरको स्क्रिन त्यही एस्पेक्ट रेसियो अनुसार डिजाइन गरिएको हुन्छ। हामीले हेर्दाखेरि एकदमै ठुलो देख्छौँ है। अनि मैले भनेको त्यो सेकेन्डरीवाला आइम्याक्स थिएटरको स्क्रिन चाहिँ रियलवाला आइम्याक्स थिएटरको स्क्रिनभन्दा हल्का क्रप हुन्छ क्या, तर हाम्रो यो रेगुलर यताको थिएटरको स्क्रिनभन्दा चाहिँ अलिक ठुलै हुन्छ, तर रियलवाला आइम्याक्स स्क्रिनभन्दा अलिक क्रप हुन्छ क्या। अब हामीले हेरिरहने यो नर्मल थिएटरहरूको स्क्रिन त अब झनै क्रप हुन्छ, तर नर्मल्ली सबै फिल्महरू चाहिँ यही एस्पेक्ट रेसियोमै बन्ने हो, तर आइम्याक्सको एस्पेक्ट रेसियो चाहिँ ठुलो हुन्छ। मैले जुन सेकेन्डरी आइम्याक्स थिएटर भनेर कुरा गरिरहेको थिएँ त्यसलाई चाहिँ खासमा डिजिटल आइम्याक्स भन्छ। यो डिजिटल आइम्याक्स थिएटरहरू विश्वभरि 1000-1500 भन्दा धेरै नै बनेको छ, तर यो रियलवाला आइम्याक्स थिएटर चाहिँ जम्मा 41 वटाको हाराहारीमा मात्र छ। डिजिटल आइम्याक्स थिएटरहरूमा मुभीहरू पठाउँदा डिजिटल्ली नै पठाउन मिल्यो, हार्ड डिस्कमा पठाउँदा पनि भयो अथवा अनलाइन ट्रान्सफर गर्दा पनि भयो। तर रियलवाला आइम्याक्स थिएटरमा चाहिँ डिजिटल सिस्टम हुँदैन। रियलवाला आइम्याक्स थिएटरमा देखाउने मुभीलाई 70mm को फिजिकल रिलमा प्रिन्ट आउट गरेर निकालिएको हुन्छ, अनि त्यो रिललाई ट्रान्सपोर्टेसनको माध्यमबाट थिएटरमा पुर्याइन्छ। अब त ओडिसी मुभीकै कुरा गर्नुपर्दा त्यो मुभीको रिल साइज 17 किलोमिटर लामो अनि 240 केजीको वेट थियो भन्ने कुरा सुनिन्छ। अनि त्यति लामो रिललाई आइम्याक्स थिएटरको ल्याबमा एसेम्बल गरेर प्रोजेक्टर सेटअप गरेर आइम्याक्सको ठुलो स्क्रिनमा मुभी देखाइन्छ, अनि त्यसको पिक्चर क्वालिटी चाहिँ एकदमै हाई क्वालिटी 18K सम्मको हुन्छ। अनि त्यो द ओडिसी भन्ने मुभी चाहिँ आइम्याक्स थिएटरको लागि मात्र बनेको हो, त्यो आइम्याक्स थिएटरमा मात्र हेर्न मजा हुन्छ, यो नर्मल थिएटरहरूमा हेर्दा मजा हुँदैन भनेर धेरैले भनिरहेको मैले सुनिरहेको हुन्छु। तर यो मुभी बनाउने डाइरेक्टरले यो मुभी आइम्याक्सको लागि मात्र बनाएको हो, नर्मल थिएटरमा हेर्न हुँदैन नहेर भनेर पक्कै पनि बनाएको त होइन होला। त्यसैले अब आइम्याक्समा हेर्दा छुट्टै मजा त हुने भइहाल्यो नि होइन। अब हाम्रो नर्मल थिएटरमा हेर्दा पनि मजा खराब हुन्छ भन्ने चाहिँ छैन। द ओडिसी मुभीको अफिसियल वेबसाइटमा गएर यो मुभी कुन थिएटरमा कस्तो रेसियोमा देखिन्छ भनेर चाहिँ त्यहाँ सबै फर्मेटहरू छुट्टा छुट्टै पारेर त्यहाँ मजाले राखेको छ, तपाईँहरूले गएर चेकआउट गर्न सक्नुहुन्छ।